तपाईको एजभन्दा सानो बालकले आएर तपाईलाई नचाहिने कुराहरू भन्यो, मुखमा जे आयो त्यही बोल्यो, उसका शब्दहरू पनि राम्रा थिएनन्। तर तपाईँ यत्तिको परिपक्व हुनुहुन्छ कि तपाईले म यो फुच्चेको कुरा सुन्दिनँ, यसले पछि गएर आफै बुझ्नेछ भनेर यत्तिको परिपक्व इनफ हुन्छ कि तपाईले उसको कुरालाई बाल्ने दिनु भएन। तर यत्तिको परिपक्व हुनुहुन्छ भने तपाईले आफूले पास्टमा गरेको गल्तीलाई किन भुल्न सक्नु भएको छैन? त्यो गल्तीलाई किन रिग्रेट भन्दै हिँड्नुहुन्छ? तपाईको पनि त त्यो समयमा दिमाग थिएन, तपाईँ पनि त बच्चै हुनुहुन्थ्यो। तपाईँ यत्तिको परिपक्व हुनुहुन्थ्यो कि यो गलत कुरा हो, म जानी जानी गर्छु भनेर गर्नुभएको त होइन नि त। तपाईको एउटा मिस्टेक आज किन रिग्रेट भइरहेको छ त? कमसेकम तपाईले अरूलाई फर्गिभ गर्न सक्नुहुन्छ भने आफूले आफूलाई गर्न सकिँदैन र? पहिला त आफूलाई गर्ने होला नि त। पहिला आफूले आफूलाई गर्नु, तपाईको पास्टको गल्तीलाई एज अ रिग्रेट भन्दै सँगै लिएर नहिँड्नु। तपाईले यति बुझ्नु कि तपाईँ यत्तिको म्याच्योर इनफ हुनुहुन्छ। तपाईले एउटा बच्चालाई माफ गर्न सक्नुहुन्छ भने आफूलाई पनि सक्नुहुन्छ, तर तपाईले गर्नुभएको छैन। तपाईले सक्नुहुन्छ, प्रयास गर्नु।